नमस्कार साथीहरू, आज मैले समसामयिक जीके प्रश्नहरू लिएर आएको छु। यसको पहिलो भाग हेर्नुभएको छैन भने कृपया च्यानलमा गएर हेरिदिनु होला र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। आजको पहिलो प्रश्न रहेको छ, एआई प्रयोगमा हाल नेपाल कुन स्थानमा रहेको छ? यसको सही उत्तर रहेको छ, हाल नेपाल 76औं स्थानमा रहेको छ, जसमा 13%ले एआई प्रयोग गरेको पाइन्छ। यसैगरी दोस्रो प्रश्न रहेको छ, पाँचौं बाघ गणना 2082 को अनुसार हाल सबैभन्दा बढी बाघ कुन राष्ट्रिय निकुञ्जमा रहेको छ? यसको सही एन्सर रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। चितवन राष्ट्रिय निकुञ्जमा 128वटा बाघ रहेको छ। यसरी नै तेस्रो प्रश्न रहेको छ, नेपाली राष्ट्रिय झण्डाको नक्साङ्कन अर्थात् डिजाइन कसले गरेको? यसको सही उत्तर रहेको छ शङ्करनाथ रिमाल। यसैगरी आजको चौथो प्रश्न रहेको छ, राष्ट्रिय झण्डा बनाउने सम्बन्धी विवरण संविधानको कुन अनुसूचीमा रहेको छ? यसको सही उत्तर रहेको छ अनुसूची नम्बर 1। यसैगरी आजको पाँचौं प्रश्नतिर लागौँ। आजको पाँचौं प्रश्न रहेको छ, द बेस्ट फिफा फुटबल अवार्ड कसले प्रदान गर्दछ? यसको सही उत्तर रहेको छ फिफा। यसैगरी आजको छैटौं प्रश्नतिर लागौँ। आजको छैटौं प्रश्न रहेको छ, विश्व ध्यान दिवस अर्थात् योगा दिवस 2025 को नारा के थियो? यसको सही उत्तर रहेको छ मेडिटेसन फर ग्लोबल पिस एन्ड हार्मोनी। यसैगरी सातौं प्रश्न रहेको छ, पहिलो साफ महिला क्लब च्याम्पियनसिप कहाँ सञ्चालन भएको थियो? यसको सही एन्सर रहेको छ काठमाडौँ। र आजको आठौं प्रश्न रहेको छ, छायानट राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ? यो राष्ट्रिय निकुञ्ज हालको नयाँ 13औं राष्ट्रिय निकुञ्ज हो। यसको क्षेत्रफल 843 वर्ग किलोमिटर रहेको छ। यसैगरी आजको नवौं प्रश्न रहेको छ, दरबार हाई स्कुलको प्रथम महिला प्रिन्सिपल को हुन्? दरबार हाई स्कुलको प्रथम महिला प्रिन्सिपल शारदा कुमारी पौडेल हुनुहुन्छ। यसरी नै 10औं प्रश्न रहेको छ, दरबार हाई स्कुलको पहिलो नेपाली प्रिन्सिपल को हुन्? पहिलो प्रिन्सिपल मिस्टर क्यानिङ हुन् भने पहिलो नेपाली प्रिन्सिपल रुद्रराज पाण्डे हुन्। यसरी नै आजको 11औं प्रश्न रहेको छ, पहिलो नगद रहित देश कुन हो? नगद रहित भन्नाले नगद प्रयोगमा नभएको। यो देश रहेको छ स्विडेन, जहाँ चाहिँ नगद प्रयोग हुँदैन हाल। यसरी नै आजको 12औं प्रश्न रहेको छ, हात्ती र पर्यटन महोत्सव 2082 कहाँ सञ्चालन भएको थियो? यसको सही एन्सर रहेको छ चितवन सौराहा। यसैगरी आजको 13औं प्रश्न रहेको छ, हाल नेपालको साक्षर प्रदेश कतिवटा रहेको छ? हाल नेपालको साक्षर प्रदेश 5वटा रहेको छ। यसैगरी आजको 14औं प्रश्नतिर लागौँ। आजको 14औं प्रश्न रहेको छ, 68औं साक्षर जिल्ला कुन हो? यो चाहिँ भर्खरै साक्षर जिल्ला घोषणा भएको जिल्ला हो। यो जिल्ला रहेको छ कालीकोट। यसैगरी आजको 15औं प्रश्नतिर लागौँ। सुन्तला महोत्सव 2082 कुन स्थानमा आयोजना भएको थियो? सुन्तला महोत्सव 2082 कास्की जिल्लाको पोखरामा भएको थियो। यसैगरी 16औं प्रश्नतिर लागौँ। सुन्तला नेपालको राष्ट्रिय फल घोषणा कहिले भएको? सुन्तला नेपालको राष्ट्रिय फल सम्वत 2082 चैत्र 30 गते भएको हो। आजको 17औं प्रश्न रहेको छ, सुन्तला महोत्सव 2082 को नारा के रहेको थियो? यो चाहिँ हालै कास्की पोखरामा भएको थियो। सुन्तला महोत्सव 2082 को नारा रहेको छ, सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा प्रयोग। यसरी नै आजको 18औं प्रश्न रहेको छ, दिन र रात बराबर भएको दिनलाई के भनिन्छ? यो दिनलाई सम्पात भन्ने गरिन्छ। यसरी नै आजको 19औं प्रश्नतिर लागौँ। विश्व खुसी सूचकाङ्कमा नेपाल हाल कुन स्थानमा रहेको छ? विश्व खुसी सूचकाङ्कमा नेपाल हाल 92औं स्थानमा रहेको छ। यसरी नै आजको 20औं प्रश्नतिर लागौँ। विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क 2025 मा नेपाल कुन स्थानमा रहेको छ? यसको सही एन्सर रहेको छ 90औं स्थानमा रहेको छ विश्व प्रेस सूचकाङ्कमा। यसरी नै आजको 21औं प्रश्नतिर लागौँ।
प्रथम भक्का उत्सव कहिले भएको हो? यो चाहिँ हालसालै भएको हो। पहिलो भक्का उत्सव चाहिँ विक्रम सम्वत 2082 पुस 27 गते भएको हो। आजको 22औं प्रश्न रहेको छ, नेपाल सरकारद्वारा कतारलाई उपहार दिएको हात्तीको नाम के हो? दुईवटा हात्ती दिएको थियो, जसको नाम रहेको छ रुद्रकाली र खगेन्द्र प्रसाद। आजको 23औं प्रश्न रहेको छ, नेपाल सरकारद्वारा कतारलाई उपहार दिएको हात्ती कहिले पठाइयो? कतार चाहिँ कहिले पठाइएको थियो? यसको सही एन्सर रहेको छ 2025 डिसेम्बर 17 को दिन। 24औं प्रश्न रहेको छ, G7 को 51औं सम्मेलन कहिले भयो? G7 राष्ट्रहरूको 51औं सम्मेलन कहिले भएको? यसको सही एन्सर रहेको छ 2025 जुन 15। 25औं नम्बरमा प्रश्न रहेको छ, 17औं ब्रिक्स सम्मेलन आयोजना भयो? यसको सही एन्सर रहेको छ रियो डी जेनेरियोमा भएको थियो। 26 नम्बरमा रहेको छ, 17औं ब्रिक्स सम्मेलनको नारा के थियो? 17औं ब्रिक्स सम्मेलनको नारा रहेको छ इन्क्लुसिभ एन्ड सस्टेनेबल ग्लोबल साउथ। 27 नम्बरमा रहेको छ, हात्ती सुन्दरी प्रतियोगिता 2082 को विजेता हात्तीको नाम के हो? यसको सही एन्सर रहेको छ पूनम कली। आजको 28औं नम्बरको प्रश्न रहेको छ, राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ? राष्ट्रिय च्याउ दिवस पुस 15 गते मनाइने गरिन्छ। यसरी नै आजको 29औं प्रश्न रहेको छ, नम्बरमा रहेको छ, खुला टिकट टाँस्नै पर्ने व्यवस्था हटाउने निर्णय कहिले गरियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 मङ्सिर 29 गते भर्खरै भएको हो। 31औं नम्बरमा रहेको छ, बङ्गलादेशको प्रथम महिला प्रधानमन्त्री को हुन्? यसको सही एन्सर रहेको छ बेगम खालिदा जिया। 32 नम्बरमा रहेको छ, नोबेल पुरस्कार 2025 मा रसायन शास्त्रतर्फ कसले पाए? यसको सही उत्तर रहेको छ सुसुम कितागावा र रिचर्ड रोब्सन। 33 नम्बरमा रहेको छ, नेपालमा व्यावसायिक च्याउको खेती कति जिल्लामा गरिएको छ? यसको सही उत्तर रहेको छ 35 जिल्लामा व्यावसायिक च्याउको खेती गरिन्छ। यसरी नै आजको 34 नम्बरमा रहेको छ, अमेरिकाले भेनेजुएलामा आक्रमण कहिले गर्यो? यसको सही उत्तर रहेको छ सन् 2026 जनवरी 3 दिन गरेको थियो। यसै गरी 35 नम्बरमा रहेको छ, अमेरिकाले भेनेजुएलाको कुन ठाउँमा आक्रमण गरेको थियो, जहाँ चाहिँ भेनेजुएलाको राजधानी पनि हो? यसको सही उत्तर रहेको छ राजधानी काराकास। यसै गरी 36 नम्बरमा रहेको छ, भेनेजुएलामा आपतकालीन घोषणा कसले गरेको थियो? यसको सही उत्तर रहेको छ राष्ट्रपति निकोलस मादुरोले आपतकालीन घोषणा गरेको थियो। अडतिस नम्बरमा रहेको छ, फिफा वर्ल्ड कप 2026 कुन देशमा हुने भएको छ? यसको सही उत्तर रहेको छ अमेरिका, मेक्सिको र क्यानाडा 3 देशमा सञ्चालन हुने भएको छ। 29 नम्बरमा रहेको छ, चर्चित गायक प्रशान्त तामाङको निधन कहिले भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 पुस 27 गते भएको हो। 40 नम्बरमा रहेको छ, नेपाल र साउदी अरब बीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 2026 जनवरी 25। यसरी नै 41औं नम्बरमा रहेको छ, नेपालको दोस्रो उपग्रहको नाम के हो? पहिलो उपग्रहको नाम नेपाल स्याट-1 हो भने दोस्रो उपग्रहको नाम के हो? यसको सही उत्तर रहेको छ मुनाल।
आजको 42औं नम्बर र अन्तिम प्रश्न रहेको छ। नेपालको दोस्रो उपग्रह मुनालको प्रक्षेपण कहिले भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 पुस 28 गते भएको हो।